सरकारले खोला नदी किनाराका बस्ती भत्काएर सुकुम्बासीहरूलाई राख्दै आएको कीर्तिपुर नगरपालिका वडा नम्बर 10 स्थित राधास्वामी सत्संग आश्रम डुबान पर्यो। शुक्रबार मध्यराती सुन्दरी घाट स्थित बागमती नदीको बहाव बढेपछि उक्त होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ बस्दै आएका सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। बाढीले उनीहरूको औषधि, लत्ता कपडा, किताब लगायत आवश्यक सबै सामान डुबानमा पर्यो। बाढी पसेपछि सुरक्षा कर्मीहरूले उनीहरूलाई उद्धार गरेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 60 जनाको संयुक्त उद्धार टोली खटी 154 जना मध्ये 54 जनालाई उद्धार गरी तिर्बी स्थित स्मृति भवनमा लगिएको छ। 6 जना होस्टेलमा राखियो। 94 जना जान नमानी त्यही पानी नभएको स्थानमा बसे। उनीहरूको लागि खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्था गरिएको छ। सरकारले खोला किनारामा बाढीका कारण जोखिममा पर्ने भन्दै सारेर राखिएको ठाउँमा नै यसरी डुबानमा परेपछि यतिखेर सरकारको चर्को आलोचना भइरहेको छ। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुम्बासीलाई एउटा जोखिमबाट निकालेर सरकारले अर्को जोखिममा ढकेलेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता कहाँ हरायो भन्दै प्रश्न पनि गरे। उनले भने, प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झन्छु। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकको लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईले बाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन? बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकच्छेलले हिजै वर्तमान सरकारको कार्यशैलीप्रति ठिक नभएको भन्दै आपत्ति जनाएका छन्। 7औं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्य समिति सम्मान तथा व्यवसाय मजदुर सचेतना कार्यक्रममा बोल्दै उनले भने, सुकुम्बासीहरूलाई जग्गाको पहिचान र लाल पूर्जाको व्यवस्था नगरी जबरजस्ती हटाइयो। पुराना दलले गरेनन्, नयाँले गर्छन् भन्ने विश्वासका साथ जनताले मत दिएका हुन्। जनताले सोचे अनुसारको काम सरकारले गरेको देखिँदैन। अहिले सरकारका गतिविधिमा जताततै निरङ्कुश प्रवृत्ति देखिन थालेको छ। सुकुम्बासीहरूले सरकारले बिजोग बनाएको भन्दै यतिखेर माइती घर मण्डलामा विरोध गरिरहेका छन्। तत्काल उचित व्यवस्था गरिनुपर्ने उनीहरूको माग रहेको छ।